हामीहरू अहिले अछामतिर छौँ काम गर्न आएको बसाबस छ पछाडि दादा छ्याउ लगाएर है यो चाहिँ अछामको हस्पिटल हो ट्याक्क अछामको सदरमुकामको जिल्ला अस्पतालभित्र छौँ अनि यो घर कलर गर्न आएको थियो हामीहरू चाहिँ अब काम रोकिरहेको छ सामानै पठाइदिइरहेको छैन 3 दिन 4 दिन भइसक्यो हैन त्यही हो अहिले हामीहरू टक्क माथितिर डुल्न आएको थियौँ उकालो रहेछ फर्केर जान्ला यहाँबाट चाहिँ यस्तो छ फेरि भ्यू ट्याक्क लगाएर अनि हेर्न सक्नुहुन्छ ट्याक्क यस्तो बवाल छ भ्यू पहाडै पहाड यता आउँदै थियौँ उकालो छ दुईलाई अब झ्याउ लागेर बस्छन् भने हामी चाहिँ बस्दा वाक्कै परेर डुल्न आएको नि उकालो छ फेरि त्यही भएर यहाँ दुई भाइ ट्याक्क लगाएर हिँड्दैछौँ बेरोजगारीहरू कामसाम भएन 4 दिन 5 दिन भइसक्यो क्या बसेको झ्याडी लागिरहेको थियो त केही भएन आज कि भोलि कलर आउँछ त्यही हो रमाइलो भइरहेछ अछामतिर चिसो खाइरहेछौँ हुडी लगाइरहेछौँ गर्मीको बेलामा पनि होली आएर अँध्यारो हुन्छ कि र हामी दरबारतिर ट्याक्क घुम्दै आज राजालाई के मतलब